गाइस आज चाहिँ म अर्ली इन द मर्निङ चाहिँ यो भित्र जुन चाहिँ मनी प्लान्टको यस्तो पत्ताहरू हुन्छ नि यस्तो पत्ताहरू चाहिँ हामीले निकाल्नुपर्छ है निकालेर चाहिँ त गर्नुपर्छ यहाँनिर पनि छ यस्तो सुकेको पत्ताहरू चाहिँ हामीले मनी प्लान्टबाट निकालिहाल्नुपर्छ किनभने राम्रो देख्दैन प्लान्ट टेक केयर गर्दैछु धुलो लागेर हैन नि रोडको छेउमा हामी चाहिँ यो पिर्छौं अब यहाँ एउटा प्लान्ट छ यहाँनिर तपाईहरुले देख्नुहुन्छ यो प्लान्टलाई चाहिँ हामी गमलामा ठुलो पटमा चाहिँ सार्नु पर्ने छ यो प्लान्ट हेर्नु होला तपाईहरुले म देखाउँछु तपाईहरुलाई निकालेर हजुर यो घरमा कहिले राख्नु हुँदैन घामले चाहिँ नि पुरा उयो हुन्छ यसको के कस्तो दामी नै ल्याउनु त अहिले चाहिँ मैले यो पटबाट यो निकालेको है गाइस निकालेको ड्युटी नगइराहरु यो चाहिँ हामी यसलाई चाहिँ हामी यो प्लान्टलाई चाहिँ यसको नाम चाहिँ के हो मम्मी मलाई नामै थाहा छैन यसको चाहिँ मलाई पनि नाम थाहा छैन यो प्लान्टको चाहिँ तपाईहरुलाई थाहा छ भने प्लिज कमेन्ट गर्नु होला है यो चाहिँ अब हामीले यो पटमा सार्न आँटेको छ यहाँनिर यो प्लान्ट यति राम्रो छ कि हेर्नुस् गाइस मम्मी त्यसलाई डल्लै उयो गर्नुपर्छ होला हौ ला त्यो उयो जरा पलाएको छैन त्यही पलाएको छ त्यसो गर्दैछु त अलिकति यता यता उ अझै आउँदैछ ला हो रहेछ त्यसको त्यो उयो चाहिँ अलिक यो खप्पै गाड्नु पर्थ्यो होला मम्मी अलिक भित्र मर्छ त्यस्तो प्रकारले त अन्त कहाँ यस्तो डरलाग्दो हाल्नुहुन्छ पानी माटो त्यसको टुसा आउँदैछ गाइस अब यो चाहिँ अहिले भर्खर उयो गरेको मैले मम्मीले मार्छ घरिघरि मलाई चलायो भने यसको कमेन्ट गर्नु होला नाम भन्नु होला कमेन्ट गर्नु होला यसको मलाई यसको नामै याद छैन यो प्लान्टको धुलो लागिरहेछ पुरा रोडको छेउमा भएर एकदमै बेसी धुलो लाग्छ कि यो चाहिँ अहिले मैले पुसेको यो पनि मैले पुसेको अहिले स्नेक प्लान्ट यो पनि अहिले मैले पुसेको अनि मेरो छ इजिलिया फुल यस्तो दामी फुलेको छ यस्तो दामी फुलेको छ कि यहाँनिर फुलेको इजिलिया So hi everyone, welcome back to my channel. Hope you all guys are doing great है र तपाईहरुलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ है र आज चाहिँ म अघि
भर्खरै उठेर चाहिँ नुहाइधुवाइसकेर चाहिँ बसिरहेको छु है। अनि होलीको बादमा चाहिँ आज भिडियो गर्दैछु है, भ्लग बनाउँदैछु र होली खेल्नु एकदमै मजा आयो है गाइस। र मैले चाहिँ यसरी होली कहिले पनि खेलेको थिइनँ, लाइफमा फर्स्ट टाइम यसरी होली खेलेँ है। अनि ज्वरो पनि आयो, ज्वरो आएर 2 दिन सुतेँ पनि है। अनि के भन्नु अब यस्तै अब कहिले खेलेको थिइनँ नि त, त्यही भएर अब लाइफको फर्स्ट एक्सपिरियन्स मजा पनि आयो, ज्वरो पनि आयो है। र अहिले चाहिँ मलाई आलु परोठा खानु एकदमै मन हुँदैछ है। मैले आलुहरू बोइल गरिरहेको छु र अब चाहिँ आलु परोठा बनाउने छु र आलु परोठा बनाएर चाहिँ खाने छु है। र लेट्स गो गाइस। अब चाहिँ म यहाँ आलु परोठा बनाउन आँटेको छु। यसमा चाहिँ मैले आलु, प्याज अन्त धनियाँको पत्ता है अनि बिटरुट पनि लगाएको छु, त्यही भएर चाहिँ यो आलुको कलर चाहिँ यस्तो भइरहेको छ है। अनि यहाँनिर चाहिँ मैले मम्मीले आँटा मुछेर यहाँ प्लास्टिकमा पास गरेर राखेको छ। अब चाहिँ म बनाउँछु गाइस। अब चाहिँ म आलु परोठा बनाउनुको लागि एकदमै रेडी छु। मम्मीले चाहिँ पकाउनुहुन्छ, म चाहिँ यहाँ बेल्ने छु। आलु यहाँ छ, प्लास्टिकको छु। यसरी पास राख्यो भने चाहिँ एकदमै नरम, एकदमै राम्रो हुन्छ है। र अब यसलाई चाहिँ कसरी बनाउनु मैले जस्ट भर्खर बेलेको आलु परोठा लु लानु मम्मी यो एउटा। लु के गर्नु, यो चाहिँ मम्मीले बनाउनु हुँदैछ, हाम्रा मम्मीले बनाउनु हुँदैछ यहाँ। So guys, poroठा खाने